गाजरको पुरी कसरी बनाउने एकदमै सजिलो तरिका छ साथीहरू। यसरी गाजरको पुरी बनाउन सकिन्छ। च्यानललाई सब्स्क्राइब गर्नुहोला। सुरुमा मैले गाजर यसरी काटेर प्रेस कुकरमा राखेको छु। अब यसलाई 2-3 सिटी लाउने, त्यसपछि मैले पानी राखेको छु। पानी राखेर यसलाई प्रेस कुकरलाई बन्द गरेर 2-3 सिटी यसलाई लगाउँछु। गाजरलाई सानो सानो टुक्रा गरेर काटेको। अब मैले यहाँनिर प्रेस कुकर 2-3 सिटी लागिसकेको छ। अब मैले यहाँनिर यसलाई एकदमै मसिनो गरेर खुड्छु, अथवा तपाईँहरूले कुनै पनि डाडुले अथवा कुनै पनि चिजले यसरी यसलाई एकदमै धुलो पिठो बनाउनुपर्छ। एकदमै पिठो बनाउनुपर्छ, किनभने हामीले सिटी लगाइसकेका हुन्छौँ। त्यसैले एकदमै पिठो भइसक्छ। मैले यहाँनिर पिठो भइसकेको छ, एउटा बबलमा राखेको छु। बबलमा राखिसकेपछि यहाँनिर मैले थोरै मैदा राखेको छु, अथवा तपाईँहरूले आटा पनि राख्न सक्नुहुन्छ, मैदा पनि राख्न सक्नुहुन्छ, अथवा चामलको पिठो पनि राख्न सक्नुहुन्छ। मैले यसरी राखेको छु। थोरै राख्नु होला, एकैचोटि धेरै राख्नुभयो भने एकदमै साह्रो हुन्छ। मैले डोप तयार गरिसकेको छु साथीहरू, हेर्नुहोस् त एकदमै बेस्ट हुन्छ अब गाजरको पुरी। अब यहाँनिर मैले डोप तयार गरिसकेको छु। अब एउटा बेलुनमा यसरी यसलाई तयार गर्छु। मैले प्लास्टिकको पार यसरी बनाएको थिएँ, प्लास्टिकको। त्यसपछि माथि राखेर यसरी मजाले यसलाई यसरी हातले गोलो गोलो बनाएर तयार गर्छु पुरी बनाउनको लागि, अथवा गाजरको पुरी बनाउनको लागि साथी। यसरी तपाईँहरूले हातले पनि गर्न सक्नुहुन्छ, अथवा अन्य तरिकाले पनि तपाईँहरूले यसरी बनाउन सक्नुहुन्छ। कसरी बनाउन सक्नुहुन्छ त्यसरी नै तपाईँहरूले बनाउनु होला। पुरीको पहिला डोप तयार गर्नुपर्छ। डोप तयार गऱ्यो भने एकदम मिठो हुन्छ। गाजरको एकदमै स्वादिष्ट पनि हुन्छ, मिठो पनि हुन्छ र हेल्दी पनि हुन्छ। र कहिलेकाहीँ हामीले गाजर लिएर आएका हुन्छौँ सलादहरू खाने अथवा अन्य परिकारहरू बनाउने भनेर। र कहिलेकाहीँ ट्राई गर्नु होला तपाईँहरूले, कस्तो हुन्छ गाजरको पुरी, एकदमै मिठो स्वादिष्ट पनि हुन्छ। मैले यसरी यसको बुट्टाको लागि यस्तो गरेको छु। तपाईँहरूले अन्य केही गर्न पनि सक्नुहुन्छ, चमचको पनि लाउन सक्नुहुन्छ, किनभने मैले एउटा यसको बुट्टाको आकार मात्रै तयार गरेको छु। अब मैले यहाँनिर तेल राखेको छु, तेल राखेँ पेनमा। अब तेल हल्का गरम भइसकेपछि मैले यहाँनिर अब गाजरको डोप यहाँनिर तयार गरेको यसमा एड गरेको छु। अब यतिखेर तपाईँहरूले एकदमै मिडियम ग्यास बनाउनु होला, किनभने मिडियम ग्यासमा एकदमै बेस्ट हुन्छ। अब तपाईँहरूले हाई ग्यास गर्नुभयो भने डढ्ने सम्भावना हुन्छ। मैले एकदमै मिडियम ग्यासमा यसरी राख्छु, अथवा एक साइडमा पाकिसकेपछि फेरि अर्को साइडमा पकाउँछु। तेलमा एकदमै मजाले पाक्छ, किनभने पुरी भनेको तपाईँहरूले कहिलेकाहीँ मैदाको अथवा गहुँको, तपाईँहरूले आटाको, चामलको पनि बनाउन सक्नुहुन्छ। अनि त्योमा चाहिँ अलिअलि भित्र काँचो भने हुँदैन, एकदमै बेस्ट हुन्छ यसको रेसिपी। मजाले पाक्दैछ। मैले भाउको सबै मसँग मैले तयार गरिसकेको छु, यसरी पकाएको छु साथीहरू। तपाईँहरूले हेर्न सक्नुहुन्छ, एकदमै राम्रो जस्तो भइसकेको छ। अब खाउँ जस्तो पनि लाग्न थाल्यो, किनभने मैले सबै मसँग भएको यसरी तयारी गरेको छु। अब म यसलाई झिक्छु र अब खानको लागि तयारी गर्छु। यसरी तयार भएको छ साथीहरू, तपाईँहरू ट्राई गर्नुहोला। हस्।